नलागेकोले नभने अनि त्यस पछाडि उहाँले अस्ति नै ल्याएको कुरा गर्नुभएको थियो यो चाहिँ सौदाले गीत नै ल्याएर देखाउनु पर्ने रहेछ हजुरको ओरिएन्टेसनहरू मिलाउन वास्तु शास्त्र सबै मिलाउनु पर्ने रहेछ त्यतिकै गरेँ अनि त्यसपछि गर्दै भने चाहिँ अहिले हजुरको सामान्य हामीले मर्मत म सुरु गराउँछु अनि अरू चाहिँ गुरु योजना बमोजिम बजेट हालेर गर्दै भनेर सम्झौता पत्र हामीले गर्नुपर्ने के छ हामी चाहिँ नेपाली सार्वभौमै फैलिएका मेची महाकाली सयो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। विशेष गरी अब स्थानीय तहमा हस्तान्तरण भइसकेपछि यसको चाहिँ प्रभावकारी सञ्चालन हुनेछ। बनाएर त्यसै छोड्दै के यस्तो छ बाहिर जाने यताबाट मध्य प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित यस सांस्कृतिक सम्पदा तथा मुद्रा सङ्ग्रहालय भुवनेश्वर नगरपालिका वडा नम्बर 2 लाई आजबाट स्थानीय तहबाट पूर्वाधार सञ्चालन तथा व्यवस्थापनका लागि माननीय मन्त्रीज्यूको प्रमुख आतिथ्यमा हाम्रो मेयर साहबको अध्यक्षतामा हाम्रो आजको मूल कार्यक्रमको उद्देश्य यो संरचना चाहिँ स्थानीय तहबाटै व्यवस्थापन तथा सञ्चालन किनभने मन्त्रीज्यूसँगै थियो तपाईँ यहाँ चाहिँ 27 गतिलाई तय गर्नु भवन हस्तान्तरण कार्यक्रम छ भन्दा त कारणवश चाहिँ आज 29 गते भएको हो र आइजना प्रमुखज्यू आफै स्वयं उपस्थित भएर यहाँ अस्ति चाहिँ यो भित्र पस्नु सक्ने अवस्था थिएन। मैले पनि यो ताजा कहाँ छ के गरौँ कसो गरौँ भने हामीले चाहिँ प्रदेश सरकार कहाँ गयौँ त्यहाँ मन्त्रीज्यू दुई तिनचोटि आउनु भएको थियो यहाँ तत्कालीन मन्त्रीज्यूहरू म तुरुन्त हस्तान्तरण गर्छु भन्नुको आज 3 वर्ष बितेको थियो। आज चाहिँ जुन मान्य मन्त्रीज्यू आफै उपस्थित भएर चाहिँ जुन किसिमको यो वातावरण तय भएको छ यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो तपाईँले गरिदिनु मेरो विशेष आग्रह छ यहाँ अब प्लानिङ गरौँ हामी प्लानिङबाट गर्न पर्ने कामको 70% प्रदेश सरकारले गर्छ 30% स्थानीय सरकारले गर्नुहोस् प्लानिङ गर्नुहोस् त्यो बजेट इनिसियल गर्नुहोस् अहिले इनिसियल गर्नुहोस् किनभने यो धेरै ढिलो भइसकेको छ। 2079 सालमा सम्पन्न भएको पूर्वाधार आज हामी हस्तान्तरण गर्दैछौँ त्यो धेरै ढिलो भइसक्यो। धेरै मन्त्रीको सहर छ यहाँ धेरै पर्यटक आउनुहुन्छ उहाँहरूको एउटा पर्यटकीय गन्तव्य अब यो ऐतिहासिक मुद्रा सङ्ग्रहालय पनि हुन्छ त्यस कारणले यसलाई ऐतिहासिक मुद्रा तलेजु भवानी मन्दिरको नजिकमा काखमा छ यो यसै पनि यो महत्त्वपूर्ण छ। यो हिसाबले हामीले यसलाई अब विशेष ढङ्गबाट सबैको ध्यान जाओस्। यहाँ नगरवासी धेरै दाजुभाइ दिदीबहिनीहरू यहाँ हुनुहुन्छ तपाईँहरूले प्रमुख हो भन्ने लाग्छ
सरकारले गरेको मान्य मन्त्री जो यहीँ हुनुहुन्छ आउँदो वर्षको नयाँ योजना कार्यक्रम हामी बनाउने तयारीमा छौँ हामी बनाउँदैछौँ यो हाम्रो महत्त्वपूर्ण हेरिटेज हो महत्त्वपूर्ण सम्पदा हो यसलाई जोगाउँ यसको संरक्षण गरौँ यसको व्यवस्थापन गरौँ र हाम्रो दोलखालाई चाहिँ पर्यटकीय गन्तव्यको एउटा महत्त्वपूर्ण स्थलको रूपमा हामी विकास गरौँ र बनाउनका लागि पुनर्निर्माण गर्नका लागि हामीले केही अभ्यासहरू गऱ्यौँ जुन बेला हाम्रो विराज श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो उहाँले पनि अहोरात्र खटेर यहाँको पुनर्निर्माणलाई विशेष महत्त्व दिनुभएको थियो त्यसै सन्दर्भमा हामीले यो मुद्रा अब यो प्रदेश सरकारले यत्रो भवन बनाइदिएपछि त्यतिकै छोडेर त प्रदेश सरकार जाँदैन नि त यो प्रदेश सरकारको मात्रै होइन यो नगरपालिका त्यसैको सम्पत्ति हो यसको संरक्षण गर्नु यसको प्रबन्धन गर्नु हामी सबै यहाँको देशवासी लगायत अझ विशेष गरी हिमेश्वरवासीको त दायित्वभित्र पर्छ अब यहाँ आवश्यक अब जस्तै मुद्रा सङ्ग्रहालय छ यहाँ हाम्रो पुरानो पुरातात्विक सामग्रीहरू राख्नुपर्ने छ अझ नगर प्रमुखको जुन कुरा त यहाँ अझ यहाँ भएका अन्य यहाँको पुरातात्विक सामग्रीहरू राखेर सङ्ग्रहालय नै बनाउने भन्ने कुरा पनि छ उहाँहरूको यो स्थानीयको कार्यविधि बनाएर जे राख्ने हो राख्नुहोस् त्यसमा बागमती प्रदेश सरकार संस्कृति पर्यटन मन्त्रालय वर्ष सहकारी गरेर पूर्ण रूपमा काम गर्न पूर्ण रूपमा तयार छ अहिले हाम्रो सचिवजीले भनिसक्नु पर्छ मुद्रा सङ्ग्रहालयलाई कसरी व्यवस्थित गर्ने भनेर जहाँ पहिला मुद्रा सङ्ग्रहालय राखिएको थियो त्यो बिल्डिङ त्यही एरियामा हामी बनाउनका लागि नगरपालिकाले जग्गा खरिद गर्ने प्रयास गर्यौँ लामो प्रयास गर्दा पनि सम्भव भएन र यो मुद्रा सङ्ग्रहालयलाई व्यवस्थित गर्नका लागि म आज सम्झन चाहन्छु आदरणीय नेता पशुपति चौलागाई उहाँको लामो र ठुलो योगदान छ उहाँले यो मुद्रा सङ्ग्रहालय बनाउनका लागि तत्कालीन सरकारका प्रमुखज्यूहरूसँग पनि उहाँले विभिन्न प्रयासहरू गर्नुभयो त्यसैका बावजुद आज हामी यो सङ्ग्रहालय निर्माण गरेर आज हस्तान्तरण गर्न सफल भएका छौँ प्रमुख अतिथि बागमती प्रदेश सरकारका यो सङ्ग्रहालय अब चाहिँ कसरी हस्तान्तरण हुन्छ कसरी सञ्चालन हुन्छ भन्ने यो बहुत चिन्ता छ यसलाई देखेपछि उहाँको गुनासो खाना खाएर भने त्यहाँ पुर्याएर बस्नेहरूलाई खाना खान जाऊ त्यहाँ पुर्याएर बसिरहेको छ मान्छेहरू तत्काल फोन गरिसक्यो होइन